हेर्ने कस्तो त भने यो अस्तिको भन्दा अर्कै डिजाइनको बनाइदिनेछु म। लासन हेर्ने दिनुहोस् र मन परेमा मेरो भिडियोलाई पनि लाइक अनि कमेन्ट भरसक भएमा सेयर पनि गरिदिनु होला है, त्यति भन्न चाहन्छु। र अन्तिमसम्म हेरिदिनु भिडियो मेरो। यस्तो भएको छ साथी कटिङ थियो। अब यसलाई पेपर लाउनु छ, पेपर यहाँ साइडमा राउटरले बेट मारिदिनुपर्छ हो। र साथीहरू सपिङ बोर्ड त रेडी भइसकेको छ कि, र यो चाहिँ अस्तिको विक नै आउने यो भिडियो। किन ढिलो आयो भन्दाखेरि चाहिँ मैले अस्ति नै सक्ने, यो त एक दिनमा सक्ने हो। मेरो यो चाहिँ हराएको थियो नि त, काम गर्दाखेरि नै त्यही जग्गामा हरायो कि या घरमा कहाँ राखेको छु हो, पाइनँ। तर घरमा त राखेको छु नि, यो काम गरेको जग्गामा हरायो होला, त्यो भएर त नयाँ लेख्छु कि। योहरू हराएर कतिवटा मेसिनको त्यो किहरू पनि हरायो नि त कि, अन्त भेट्दिनँ नि, त्यो भएर चाहिँ ढिलो भयो बनाउने कि। तर यो रेडी भइसकेको छ। यसको अलिअलि यसमा अलिअलि अब डिजाइन जस्तो भनौँ न है, यसो हेर्दा अलिक मजाको देख्ने त्यो बनाउनुको लागि चाहिँ मेरो त्यो धारहरू हराएकोले गर्दाखेरि चाहिँ, मेसिनको धारहरू ब्लेडहरू हराएकोले गर्दाखेरि चाहिँ रेडी भएको थिएन हो। अन्त आज त मैले मेसिनको ब्लेडहरू मगाइसकेको छु, ल्याइसकेको छु किनेर हो। र आज चाहिँ यसलाई कम्प्लिट गरेर चाहिँ भिडियो अपलोड गर्नेछु म फेसबुकमा। तपाईँहरू लाइक अनि कस्तो हुन्छ है, लाइक अनि कमेन्ट गरिदिनुहोस्, भएमा सेयर पनि गरिदिनु होला। र साथीहरू हेर्नुहोस् कम्प्लिट भइसक्यो हो, यस प्रकारको छ। र कमेन्ट चाहिँ नबिर्सिनु होला है, लाइक र कमेन्ट गर्नु त है तपाईँले। र यो मैले बनाइसकेको छु, है भिडियोको मार्फत त है मालिकले पनि हेरेर आउनुहुन्छ होला हो। यो भिडियोलाई हेरेर लाइक गरेर कमेन्ट गरेर है तपाईँको चपिङ बोर्ड ल्याउन आउनु होला। यो कस्तो चाहिँ लाग्यो साथीहरू कमेन्ट गर्नु होला।